नमस्कार। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजारमा तपाईंलाई स्वागत छ। उपस्थित छौं सहकर्मी लोकेन्द्र भट्ट र शान्ति लामा। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित गो इन्टरनेशनल परियोजना अन्तर्गत उत्पादन गरिएको कार्यक्रम हो। यो कार्यक्रम नेपाल उद्योग परिसंघ सीआईएनआई र सेन्टिक अस्ट्रिया इन्टरनेशनल सीएआई संघको सहकार्यमा विश्व परिदृश्य वकालत मञ्चले काठमाडौँमा तयार पारेको हो। गो इन्टरनेशनल परियोजनाले नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिचान गरेका तुलनात्मक लाभ भएका तथा निर्यातजन्य वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजार प्रवर्धनको क्षेत्रमा काम गर्छ। नेपाल व्यापार एकीकृत रणनीति 2010 मा समावेश गरिएका 19 वटा वस्तु तथा सेवाहरूमध्ये गो इन्टरनेशनल परियोजनाले एक जिल्ला एक उत्पादन अन्तर्गत 10 जिल्लाका 10 वटा वस्तुहरूलाई परियोजना कार्यान्वयनको लागि छनौट गरेको छ। कृषि खाद्य वस्तुहरू, चिया, अलैची, अदुवा, मुसुरको दाल र औषधिजन्य जड़ीबुटी एवं सारयुक्त तेललाई छनौट गरिएको छ। त्यस्तै हस्तकला तथा औद्योगिक वस्तुहरूमा चाँदीका गहना, नेपाली हाते कागज, पश्मिना र उनका उत्पादनहरू रहेका छन्। सेवा क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीलाई प्रवर्धनको क्षेत्रको रूपमा छनौट गरिएको छ। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजारमा हामी निर्यातजन्य उत्पादनको बजारका विभिन्न पक्षहरू र स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको प्रवर्धन गर्नुका साथै त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धनका लागि सरोकारवालाहरूसँग छलफल र अन्तर्क्रिया गर्छौं। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार हरेक बुधबार उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम इलाम, रेडियो लुम्बिनी रूपन्देही, भेरी एफएम नेपालगंज, रेडियो कर्णाली जुम्ला र रेडियो सुदूरावाज डडेलधुराबाट प्रसारण हुन्छ। कार्यक्रममा गएको हप्ता लुम्बिनी क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या वृद्धि भएको सन्दर्भमा लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेतसँग गरिएको कुराकानी, उत्पादन अनुसार बजारमा मूल्य नपाएका कारण डोटीका अदुवा किसानको समस्याका विषयमा रिपोर्टका साथमा जड़ीबुटी व्यापारको अवस्था र चुनौतीबारे नेपाल जड़ीबुटी व्यवसायी संघका सल्लाहकार रविन्द्रनाथ शुक्लासँगको कुराकानी प्रसारण गरेका थियौं। आज हामी जुम्ला जिल्लामा जड़ीबुटीको अवस्था र दिगो व्यवस्थापनका विषयमा जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भरत बहादुर बुढा थापासँग गरिएको कुराकानी, परिपक्व नहुँदै त्यसले चाहिँ बिउहरू नझार्दै र जुन समयमा त्यो संकलन गर्नुपर्ने हो तर त्योभन्दा अगाडि नै संकलन भएको हुनाले जड़ीबुटी चाहिँ ह्रास भएर जाने हो कि भन्ने चाहिँ अब चिन्ता छ। रूपन्देही जिल्लाको गंगोलियामा स्थापित अस्टिज फार्म पर्यटकीय आकर्षणको केन्द्र बन्दै एक सामग्री लुम्बिनी भिजिट गर्न जति आउँथ्यो मान्छेहरू होइन, अस्टिज हेर्ने भनेर आउनेहरूको संख्या पनि लुम्बिनी बाहेक अस्टिज मात्र हेर्ने आउने संख्या पनि 60% भन्दा बेसी छन्। र कञ्चनपुरको महेन्द्रनगरमा पर्सिदेखि सञ्चालन हुन गइरहेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला बारे जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रममा समेटिने सामग्रीहरूको जानकारीसँगै फेरि स्वागत छ। जुम्ला जिल्ला जड़ीबुटीको भण्डारको रूपमा चिनिन्छ। विभिन्न खालका बहुमूल्य प्राकृतिक जड़ीबुटीहरू जुम्लामा पाइन्छन्। वन जंगलमा प्राकृतिक रूपमा पाइने जड़ीबुटीको उचित संरक्षण गर्न नसक्दा भने जड़ीबुटीहरू लोप भएर जाने खतरा रहेको विज्ञहरू बताउँछन्। प्रशस्त रूपमा पाइने जड़ीबुटीको दिगो व्यवस्थापन, उचित संरक्षण, बजारीकरण र नीति निर्माण गरी त्यस क्षेत्रको गरीबी निवारणसँगै जड़ीबुटीको संरक्षणमा राज्यले जोड़ दिनुपर्ने देखिन्छ। जुम्लामा संकलन तथा उत्पादन भएर बिक्री वितरण हुने गरेका विभिन्न किसिमका जड़ीबुटीको अवस्था र दिगो व्यवस्थापनका विषयमा हामीले जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भरत बहादुर बुढा थापासँग कुराकानी गरेका छौं। सुनौ यो कुराकानी। संरक्षणको हिसाबले भन्नुपर्दा असाध्यै चुनौतीपूर्ण देखिन्छ र अब जड़ीबुटीले दिएको जनतालाई प्रत्यक्ष आर्थिक रूपमा सहयोग गरेको अवस्था असाध्यै राम्रो किसिमले सहयोग गरेको छ। त्यसमा भन्नुपर्दा अहिले असाध्यै चुनौतीपूर्ण रहेको छ, किनभने यहाँको जीविकोपार्जनमा असाध्यै सहयोग पुर्याएकोले जड़ीबुटीले मान्छेहरूले जति सक्यो बढी कोर्ने र त्यसको चाहिँ
परिपक्व नहुँदै त्यसलाई चाहिँ त्यसले चाहिँ बिउहरू नझार्दै र जुन समयमा त्यो सङ्कलन गर्नुपर्ने हो तर त्योभन्दा अगाडि नै सङ्कलन भएको हुनाले जडीबुटी चाहिँ ह्रास भएर जाने हो कि भन्ने चाहिँ अब चिन्ता छ र त्यसैले गर्दा यसलाई चाहिँ असाध्यै ठुलो चुनौतीपूर्ण रहेको छ अहिले। प्रत्यक्ष रूपमा आर्थिक लाभ दिने भएको हुनाले अब जनता हामी गरिब र विभिन्न जनता भएको र अब सङ्कलनकर्ता नै त्यही विभिन्न वर्गबाट जानेर उसले जति सक्यो बढी सङ्कलन गर्न सक्यो त्यही अनुसारको उसलाई चाहिँ आर्थिक प्राप्त हुने भएको हुनाले जति सक्यो बढी सङ्कलन गर्ने प्रवृत्ति एउटा चाहिँ हो। अर्को चाहिँ जनचेतनाको पनि कमी भन्न सक्छु म, किनभने हामीले अहिले सम्पूर्ण रूपमा सङ्कलन गऱ्यौँ र भोलिको अवस्थामा यो जडीबुटी ह्रास भएर गयो भने हामी अहिले मात्रै केही लाभ प्राप्त गर्छौँ भने भविष्यका लागि त्यो चाहिँ लाभ प्राप्तै नहुने हो कि र भोलि यो चाहिँ स्रोत नै ह्रास भएर हाम्रो आउने भावी सन्ततिले यसबाट केही पनि आर्थिक लाभ लिन नसक्ने हो कि भन्ने किसिमको चाहिँ अवस्था चाहिँ छ। यो जुम्लामा जडीबुटी सङ्कलनमा के कस्ता समस्या देखा परेका छन्? अब जुम्ला जिल्लामा जडीबुटी सङ्कलनमा सबभन्दा ठुलो समस्या भनेको अपरिपक्व सङ्कलन गर्नु, दोस्रो चाहिँ जनचेतनाको कमी, किनभने दिगो व्यवस्थापन गरियो भने आज जति सङ्कलन गरिरहेको छ त्यो गर्न पाउँछौँ र भोलि पनि हुन्छ भन्ने किसिमको जनचेतना नहुनु। अब तेस्रो कुरा तपाईँको त्यो किसिमको प्रविधि त्यो किसिमको चाहिँ अब स्रोत नहुनु, जसले गर्दा हामीले चाहिँ यति स्रोत छ है यहाँबाट यति सङ्कलन गर्न सक्छ भन्ने जिल्ला वन कार्यालयले ढुक्कले भन्न नसक्नु, यी समस्याहरू छन्। र अस्वस्थ प्रतिस्पर्धा, एउटा व्यापारमा अस्वस्थ प्रतिस्पर्धा, किनभने तपाईँको मैले यति सङ्कलन गरेर ल्याएँ भने यो हुन्छ भन्ने र अनि तपाईँको पहिला नै व्यापारीहरूले पैसा दिने अनि त्यहाँ चाहिँ त्यसले गर्दा जसले जति छिटो सङ्कलन गरेर ल्यायो होइन ल त मलाई यति ल्याइदिए यति छिटो भन्यो भने मान्छे असाढमा सङ्कलन गर्नुपर्ने वनलस हुन्छ भने मानौ तपाईँको यो वैशाखमै सङ्कलन गर्ने, अब असोज कार्तिकमा सङ्कलन गर्नुपर्ने जटामसी साउन भदौमै सङ्कलन गरेर बेच्ने त्यो किसिमको प्रतिस्पर्धा चाहिँ यावत समस्याहरू चाहिँ छन् जस्तो लाग्छ मलाई। अब जुम्लामा जडीबुटीको दिगो सङ्कलनका लागि के गर्नु पर्ला जस्तो लाग्छ? अब जडीबुटीमा दिगो सङ्कलनको लागि विशेष गरेर जनतालाई जडीबुटी व्यवस्थापनमा प्रत्यक्ष संलग्न गराउने र जडीबुटी सम्बन्धी विभिन्न जस्ट भ्यालु एडिसनका कुराहरू गर्न सकिन्छ, जसले गर्दा थोरै मेहनत थोरै जडीबुटीबाट पनि बढी आम्दानी गर्न सकोस्। जस्तै जटामसीको तेल उत्पादन गरेर त्यसले, किनभने तेल उत्पादन गर्दा एउटा कम्पनी स्थापना हुन्छ, त्यसले गर्दा त्यहाँ चाहिँ विभिन्न मान्छेहरूले रोजगारीको अवस्था सिर्जना हुन सक्छ र त्यो बाहेक विभिन्न तालिम र जनचेतनाका कामहरू गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दा किनभने अहिले चाहिँ तपाईँहरूले प्रयोग गर्नुभयो र भोलि चाहिँ यो स्रोत नै रहेन भने तपाईँहरूले कुनै पनि किसिमले आर्थिक प्राप्त हुन सक्दैन र भावी आउने सन्ततिलाई असाध्यै गाह्रो हुनसक्छ। दुई किसिमले, आर्थिक किसिमले र पर्यावरणीय दृष्टिकोणले हामीलाई भोलि अप्ठ्यारो पर्न सक्छ भन्ने किसिमको चेतना चाहिँ मान्छेको चाहिँ मनमा पुर्याउन सकियो र उहाँहरूले त्यो महसुस गर्न सकियो भने पक्कै पनि यो गाह्रो काम छैन। उहाँहरूको जनताको सहयोग भयो र उपभोक्ताहरूको सहयोग भयो भने यसलाई चाहिँ पक्कै पनि संरक्षण गरेर भोलिको उहाँहरूको जीविकोपार्जनमा यसले चाहिँ अझ बढी भूमिका खेल्न सक्छ जस्तो लाग्छ मलाई। जिल्ला वन कार्यालय जुम्लाको चाहिँ यसमा के भूमिका रहन्छ? अब जिल्ला वन कार्यालय एउटा यस्तो सरकारी निकाय जसले चाहिँ जिल्लामा रहेको वन स्रोत र जडीबुटी स्रोतलाई संरक्षण गर्ने जिम्मेवारी लिएको छ र पक्कै पनि यसको मुख्य भूमिका रहन्छ यो जिल्लाको स्रोत संरक्षणमा। त्यस सन्दर्भमा हामीले हाम्रो माताहतका निकायहरू जुन फिल्ड स्तरका निकायहरू छन् तिनीहरूलाई जनतालाई प्रत्यक्ष संलग्न गराउने र भोलिको अवस्था यस्तो हुनसक्छ भन्ने किसिमको कुरा उहाँहरू माझ पुर्याउने र उहाँहरूको प्रत्यक्ष सहयोगमा चाहिँ हामीले चाहिँ यो जडीबुटी क्षेत्रको संरक्षण गर्नुपर्छ र त्यस सेक्टरमा हाम्रो चाहिँ भूमिका हुनुपर्छ जस्तो लाग्छ। अब हामीले हाम्रो संयन्त्रमा जति जनशक्ति छ, हाम्रो जति दक्षता छ त्यो अनुरूप हामीले यसलाई चाहिँ संरक्षण गर्ने कुरामा र दिगो व्यवस्थापन गर्ने कुराहरूमा सहयोग पुर्याउँदै आएका छौँ। हाम्रो चाहिँ तालिमका कुराहरू, संरक्षणका कुराहरू र उहाँहरूलाई यस्तो समस्या परेको बेला जिल्ला वन कार्यालयले प्रत्यक्ष सहयोग गर्ने कुराहरू जनतालाई त्यो कुरा भइरहेको छ। यी यावत हुँदा पनि तर जिल्ला वन कार्यालयको जुन जनशक्ति छ त्यो चाहिँ सबै ठाउँ भ्याउन नसक्ने किसिमको अवस्था छ र त्यसले गर्दा कतै कमजोरी पनि हुन सक्छन् र त्यस बावजुद पनि यो कस्तो छ भने जडीबुटी पाइने क्षेत्र तपाईँको एकदम 3000 मिटरभन्दा माथि छ, जहाँ चाहिँ मुख्य जडीबुटी आशा गुम्बाहरू, जटामसीहरू, कुट्कीहरू त्यस्तो पाइन्छन्। त्यस्तो जङ्गलमा चाहिँ त्यो ओपन एक्सेस छ, जताततैबाट पनि मान्छे त्यहाँ आउन सक्छ र हामीले चाहेर पनि त्यो सेक्टरमा चाहिँ असाध्यै निगरानी राख्न सक्ने, त्यसलाई संरक्षण गर्न सकिने चाहिँ गाह्रो स्थिति छ। त्यसले गर्दा चाहिँ अहिले चाहिँ अब हामीलाई त्यो चुनौती, एउटा अर्को चुनौती त्यो पनि छ, ओपन एक्सेस छ जुन पाटन क्षेत्रमा जहाँ चाहिँ जडीबुटी पाइन्छन् त्यो चाहिँ चुनौतीपूर्ण छ। जस्तो जुम्लामा धेरै जडीबुटीहरू लोप हुने अवस्थामा छन्, त्यस्तो अवस्थामा जिल्ला वन कार्यालय जुम्लाले केही अनुसन्धान खोजहरू गरेको छ कि?
यो अवस्थामा हामीलाई त्यो अनुसन्धान र खोज गर्नको लागि जुन आर्थिक हुनुपर्ने हो त्यो भइरहेको छैन। तर हामीले सामुदायिक वनमा, राष्ट्रिय वनमा चाहिँ नभए पनि सामुदायिक वनमा कति स्रोत छ, सामुदायिक वन हस्तान्तरण गर्दा कति जडीबुटी निकाल्न सकिन्छ, कति निकाल्दाखेरि त्यसको दिगो व्यवस्थापन हुन सक्छ भन्ने कुराहरूमा त्यो स्रोत सर्वेक्षण गरेर हामीले दिएका छौँ। तर राष्ट्रिय वनमा चाहिँ अब सङ्कलनका आधारमा यति सङ्कलन भयो भने यति स्रोत हुन सक्छ भन्ने किसिमको अनुमान चाहिँ हामीसँग छ। तर ठ्याक्कै यति स्रोत छ, यसलाई चाहिँ हामीले यसरी वैज्ञानिक रूपमै चाहिँ सर्वेक्षण गरेर त्यसको चाहिँ यति स्रोत छ भन्ने किसिमको आकलन हामीले निकाल्न नसकिरहेको अवस्था हो। तर मलाई के लाग्छ भने यो वैज्ञानिक आकलन गर्न सकियो भने जडीबुटी संरक्षण पक्कै पनि टेवा पुग्न सक्छ। किनभने हामीसँग कति स्रोत छ त भन्ने कुरा हामीले थाहा पायौँ भने त्यही किसिमले जिल्ला वन कार्यालय पनि निकासी पुँजी दिन, सङ्कलन इजाजत दिन सजिलो हुन्थ्यो र पक्कै पनि जडीबुटी संरक्षणमा चाहिँ सहयोग पुग्थ्यो जस्तो लाग्छ मलाई। भनेपछि रिसर्च बिना नै हामीले अरूको लहलहीमा लागेर हैन कुनै पनि जडीबुटी जंगलमा सकियो भनेर त्यसलाई सङ्कलन गर्न रोक्ने गरेका छौं। अब खास त्यस्तो पनि होइन। हामीले हाम्रो जिल्ला वन कार्यालयमा कुन जडीबुटी कति धेरै गयो, कति गइरहेको छ र कुन अनुपातमा गइरहेको छ र त्यसमा चाहिँ जनगुनासो के पनि छ भन्ने किसिमलाई पनि आधार मान्छौँ हैन। पक्कै पनि तपाईँले भने जस्तो हामीले त्यस्तो एकदम प्रतिबन्ध लगाउने रोक्ने गरेका छैनौँ। तर हाम्रो अनुरोध के छ भने केही समयसम्म पलाउन दिनुहोस् यसलाई चाहिँ। असाध्यै जनगुनासो आएपछि हैन यो चाहिँ एकदमै खतम भएर गयो, हामी यसको चाहिँ देख्नै नपाउने भयौँ भन्ने कुरा एकातिर, र अर्कोतिर तपाईँको वन लसुन जुन यहाँबाट जुन जाने क्रम थियो त्यो पनि असाध्यै घट्दो क्रम भएपछि हामीलाई पनि के महसुस भयो भने यो त घट्दो क्रममा छ भनेपछि पक्कै पनि रिसोर्स डिप्लिसन भइरहेछ यहाँ। त्यसकारण हामीले केही थोरै समय भए पनि यसलाई चाहिँ तपाईँको ब्रेक गर्ने हो कि भन्ने किसिमले हामीले चाहिँ त्यो दुईटालाई चाहिँ ब्रेक गरे अवस्था हो हैन। तर अब यसले चाहिँ पूर्ण रूपमा रोकेको छ। जिल्ला वन कार्यालय जुम्लाले चाहिँ वन लसुन लगायतका जडीबुटी रोक्यो भन्नुभयो भने त्यस अवस्थामा चाहिँ त्यसको चोरी निकासी हुने कतिको सम्भावना रहन्छ? अब त्यसको चोरी निकासी हुने सम्भावना पनि त्यत्तिकै रहन सक्छ। जस्तै हामीले सुनेका छौँ कि अब यहाँ सङ्कलन गरेर कहिलेकाहीँ कालीकोटबाट पुर्जी ल्याएर यहाँ आउन सक्ने त्यस्तो किसिमको पनि गुनासो आएको छ। त्यो हो होइन, यथार्थ के हो त्यो हामीले चाहिँ अब त्यो बुझ्नुपर्ने किसिमको भएको छ। हामीले हाम्रो जिल्लामा चाहिँ दहन भएको महसुस गऱ्यौँ। सायद अब कालीकोटमा रिसोर्स बढी छ कि उहाँहरूको होइन, अनि उहाँहरूका रिसोर्स बढी भयो हुनाले अहिलेसम्म त्यस्तो महसुस भएको छैन कि त्यो हिसाबले हुनसक्छ। किनभने अब स्रोत चाहिँ सबै जिल्लामा सबै ठाउँमा उत्तिकै हुन्छ भन्ने छैन होइन। हामी कहाँ अब बढी चाहिँ तपाईँको सङ्कलन भएर अब त्यो नासिने अवस्थामा पुग्या हो कि होइन। त्यसले गर्दा हामीले माथिल्लो निकायमा पनि लेखेर पठाएका छौँ केही समयको लागि होइन। यो रोक्न पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो इच्छा हो। तर अब जनताले त्योबाट अब प्रत्यक्ष मार पर्न सक्छ, उहाँहरूले चाहिँ यस्तो रोक्नु हुन्थेन भन्ने किसिम। तर उहाँहरूबाटै आएको गुनासोले हामीले चाहिँ एड्रेस गरेको हो चाहिँ। हाम्रो आफ्नो जिल्ला वन कार्यालयले एकलले अनुमानका भरमा ल यो रोकिदिउँ भनेर कसैको एकल व्यक्तिको इच्छा अथवा जिल्ला वन गतिविधिको इच्छाले चाहिँ होइन। यो चाहिँ सबैको सल्लाहबाट चाहिँ यो चाहिँ रोक्ने काम चाहिँ भयो। यसमा किसानहरूले कतिको सहयोग गर्नु भएको छ? अब यसमा प्रत्यक्ष किसानहरूकै सल्लाह, उहाँहरूकै गुनासो अनुसार हामीले चाहिँ यसमा रोकेको हो। उहाँहरूले चाहिँ अब यो तपाईँहरूले यो जान्न दिनुहोस्, यहाँ यस्तो भयो भन्ने कुरा सूचना दिनुहुन्छ हामीले होइन। त्यस्तो किसिमको छ भने हामीले त्यहाँ गएर यस्तो गर्न मिल्दैन, रोक्नुहोस् भन्ने किसिमको गरेका छौँ। र हामीले सङ्कलन इजाजत नै नदिएपछि कसैले सङ्कलन गर्न पाउने कुरा पनि भएन। त्यस्तो किसिमको अवस्था चाहिँ छ अहिले। समस्या त थुप्रै देखिए होइन। यी समस्याहरूलाई समाधान गर्न के गर्नु पर्ला? यी समस्याहरूलाई समाधान गर्न मेरो आफ्नो विचारमा के गर्नुपर्छ, जनतालाई प्रत्यक्ष रूपमा संलग्न गराई जडीबुटीको संरक्षण र दिगो व्यवस्थापन गर्नुपर्छ। र त्यसबाहेक जिल्लामा जडीबुटीलाई छुट्टै एउटा सेक्टर मानेर त्यसलाई चाहिँ जडीबुटी क्षेत्रलाई नै विकासको रूपमा हेर्नलाई एउटा छुट्टै सेक्टरको चाहिँ स्थापना गर्नुपर्छ, जसले गर्दा त्यो सेक्टरमा हेर्नलाई त्यस्तो किसिमको स्पेसलाइज गरेको मान्छे चाहिँ हुनुपर्छ। त्यो बाहेक कति स्रोत छ भन्ने किसिमको सर्वेक्षण हुन पनि आवश्यक देखिन्छ। संरक्षणको हिसाबमा अब जनतालाई प्रत्यक्ष सहभागी गराउने र जति सक्यो जनतालाई सामुदायिक वनका रूपमा दिएर भएको स्रोतहरूलाई संरक्षण गर्ने र अब भविष्यमा त्यस्तो कहीँ कतैबाट सहयोग हुन सक्यो अथवा नेपाल सरकारले सहयोग गर्ने कति छ त स्रोत सर्वेक्षण भन्ने कुरा सर्वेक्षण गर्ने र कुन जडीबुटी कहाँ पाइन्छ, त्यसको कोर एरिया कुन ठाउँमा हो भन्ने किसिमको त्यस्ता किसिमका चाहिँ क्षेत्रहरू पहिचान गरेर त्यसको विशेष स्पेसिस वाइज संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ सोचिरहेको छ जिल्ला वन कार्यालयको योजना। उहाँ हुनुहुन्थ्यो जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भरत बहादुर बुढा थापा। जुम्ला जिल्लामा जडीबुटीको अवस्था र दिगो व्यवस्थापनका विषयमा हामीसँग कुराकानी गर्दै
5 वर्ष अघि रूपन्देही जिल्लाको गंगोलियामा स्थापित अस्टिज फार्म पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। नमूनाको रूपमा स्थापित फार्मले कृषि पर्यटनको सम्भावनालाई बढ़ाएको सञ्चालकहरूको भनाइ छ। लुम्बिनी घुम्न आउने 20% विदेशी पर्यटक अस्टिज हेर्न आउने गरेका छन्। लुम्बिनी आएका 1.5 लाख विदेशी पर्यटक मध्ये झण्डै 30,000 पर्यटकले अस्टिज फार्म हेरेका छन्। अस्टिज फार्मले यो वर्ष लुम्बिनी आउने 50% पर्यटक ल्याउने लक्ष्य राखेको छ। घुम्न आउने पर्यटकबाट मात्रै फार्मले यो वर्ष 30 लाख रुपैयाँ आमदानी गरेको छ। बुटबल सहकर्मी प्रकाश गौतमले अस्टिज नेपालका अध्यक्ष सीपी शर्मासँग कुराकानी गर्नु भएको छ। सुनौ यो कुराकानी। आफैमा यो अस्टिज नयाँ भयो हामीकोमा भेन्चर नेपालको हकमा हैन। एउटा अफ्रिकन नेटिभको चरा, एउटा अस्ट्रेलिया नेटिभको चरा, अस्टिज मात्र नभएर हामीसँग इमु पनि छ, अस्ट्रेलियन नेटिभको चराहरू पनि छ। त्यो कारणले हामीकोमा यो हेर्न आउनेहरूको जुन आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटक पनि जुन लुम्बिनी भिजिटमा आउनुहुन्छ उहाँहरूको फ्लो पनि राम्रै भइरहेको छ। र आन्तरिक पर्यटकहरूको हकमा स्पेसली यो एजुकेसनल टुर भयो, त्यसपछि गएर अब इन्डिभिजुअल टुरहरू भयो हैन, टुर अर्गनाइजरहरूले गर्ने टुरहरू भयो, कृषकहरूको कृषि समूहहरूको टुर भयो, कृषि पर्यटकहरूको समूहहरू भयो, यो चाहिँ भिडभाडै रहन्छ। हामी दरमा हामीले करिब करिब प्रतिदिन 500 जना भन्दा बेसी पर्यटकहरू आउने गरेको छ। यहाँनिर गरे पर सबै हुँदो रहेछ, हामी कहाँ सम्भव रहेछ भन्ने खालको प्रतिक्रिया मैले पाउने गरेको छु हैन। मोस्टली युवाहरू र केही पोलिसी मेकरहरूबाट त्यस्तो सुन्न पाइन्छ। गर्ने गऱ्यो भने त यस्तो पनि हुँदो रहेछ है भन्ने खालको प्रतिक्रिया छ भनेपछि गर्न हामीकोमा सबै सम्भव छ भन्ने एउटा राम्रो पोजिटिभ प्रतिक्रिया नै दिएर जानुभएको छ सबैले। लुम्बिनी आउने कति पर्यटकहरू अस्टिजको अवलोकन गर्छन्? लुम्बिनी आउने पर्यटकहरूको हकमा हामीकोमा हरेक महिनाको यसो हेर्दाखेरि विदेशी पर्यटकहरूमा स्पेसली बौद्धिस्ट सर्कलको पर्यटकहरू महिनामा 200-300 जना आएको देखिन्छ यहाँ हैन। भनेपछि त्यो अनुपात यदि हाम्रो किन त्यहाँ विज्ञापन पनि छैन र हामीले कुनै ट्राभल एजेन्सीहरूदेखि ल्याएर टुर अर्गनाइजरहरूलाई हामीले केही भनेका पनि छैनौँ। स्वतः स्फूर्त रूपमा चरा छ अरे अस्टिज हेर्न जाने भन्दा आफ्नै उबाट वेबसाइटबाट फाइन्डिङ गरेर आउनेहरूको संख्या हो त्यो त बढाउन सकिन्छ। प्लस चाहिँ हामीले अरू थप पनि के गर्न सक्छौँ भने यहाँ आएर 1-2 दिन बस्ने खालको माहौललाई पनि तयार गर्न सकिन्छ। होमस्टेको लागि होमस्टे डेभलप गरेर हुन्छ, अथवा त्यहाँ नजिक भएको होटलहरूलाई प्रमोट गरेर अथवा चाहिँ स्पेसहरू बढाएर होइन बजारमा बस्नुभन्दा यस्तो शान्त ठाउँ र आएर अब यसको अवलोकन गर्न पाउने यताउता भन्ने खालको पनि कुरा गरिरहेका हुन्छ गर्नेहरूले है। टुरिज्मको लागि पनि राम्रै गरिरहेको। गंगोलियामा रहेको अस्टिजका कारणले गर्दा पर्यटकीय क्षेत्रमा रूपन्देहीमा एउटा इँटा थप्ने काम चाहिँ भएको छ। पक्कै पनि भएको छ। लुम्बिनी भिजिट गर्नलाई जति आउँथ्यो मान्छेहरू होइन, आन्तरिक पर्यटनहरू अस्टिज हेर्ने भनेर आउनेहरूको संख्या पनि लुम्बिनी बाहेक अस्टिज मात्र हेर्ने आउने संख्या पनि 60% भन्दा बेसी छ। 40% लुम्बिनी आएको बेला पसन्द अस्टिजमा भन्नेहरूको होला र आन्तरिक पर्यटकहरू निकै नै बढेर गएको छ। हजुर, अब यहाँहरूको यो फर्ममा चाहिँ पर्यटकहरू बढ्दै गए, यहाँहरूका कुनै त्यस्ता सोच बनेका छन् आगामी दिनमा थप व्यवस्थित गर्नका लागि? हामीले अहिले आउने टुरिस्टहरूको आउने भिजिटर्सहरूको सबैको धेरै मध्येको के छ भन्नुहुन्छ भने यहाँ आइयो हेऱ्यो तर खै यहाँ केही पनि पाइएन, खानु पाए हुन्थ्यो, यसो बसेर एकछिन बसेर यो रमाइलो हेर्दै खानु पाए पनि कति जाति हुन्थ्यो होला भन्ने खालको गुनासोहरू आइरहेको कारणले हामीले आउँदा दिनहरूमा आउने भिजिटर्सलाई अस्टिजको टेस्ट यहीँ फार्मबाटै दिने किसिमले हामी व्यवस्थापन गर्न लागिरहेका छौँ। हुनसक्छ सम्भवतः विदिन 2-3 मन्थ्समै हामीले त्यो फुलफिल गर्छौँ होला। एउटा त्यो गरिरहेका छौँ। प्लस चाहिँ अस्टिजको बारेमा अहिले पनि हामीले के व्यवस्था गरिरहेका छौँ भने जिज्ञासुहरूलाई यसको हेबिट भयो, यसको चाहिँ सम्भावना भयो होइन, यसको चाहिँ मार्केटको अवस्था भयो, यसको युजेजहरू भयो, ग्लोबल डिमान्ड, यी चिजहरूको बारेमा हामीले आएकोहरूलाई चाहिँ एक्सप्लेन गर्ने काम गरिरहेका छौँ। गंगोलियामा रहेको अस्टिज फार्म पर्यटकीय केन्द्र बन्दै गरेको छ। सरकारले यसको थप विकासका लागि केही गरेको छ? गरौँ भोलि गएर योजना बनाउला। अहिले सरकार पनि आफैमा नै घुलमिल आफैमा नै भित्रै नै यो के अरे संविधान बनाउने चक्रमा खसिरहेको अवस्था भएको भएर अहिले नै त्यतिकै होप त नगरौँ होइन। पछि गएर यो चिजहरू सोच्ला, सरकारले नसोचेर पनि छैन। किनभने हामी कहाँ 67% भन्दा बेसी कृषिमा आबद्ध कृषकहरू भएको मुलुक हो यो। 50% काम गरेर बाँकी रहेकोलाई खुवाउनु पर्ने अवस्था छ भने यसलाई चाहिँ घटाउने क्रममा व्यावसायिकरण, कृषिले व्यावसायिकरण जबसम्म गरिँदैन तबसम्म चाहिँ त्यो 67%बाट 80-70%सम्म बढ्ला। अब घट्ने काम चाहिँ हुँदैन, त्यसलाई व्यावसायिकरण गर्नुपर्छ भन्ने अलिअलि सरकार पनि अहिलेदेखि देखिन्छ। हाम्रो अस्तित्व मात्र नभएर समग्र सबै कृषि क्षेत्रलाई के अहिले आएको बजेटले पनि सम्बोधन गरेको देखिन्छ होइन। युवा लक्षित कार्यक्रमहरू पनि अहिले प्रशस्त आइरहेको अवस्थाहरू छ। युवाहरूलाई चाहिँ सब्सिडी दिने, यहाँ गर्ने त्यहाँ गर्नेदेखि लिएर अनुदान दिने यावत चिजहरू आइरहेको छ होइन सानो स्कुलकोहरूलाई। भनेपछि अब यो बिस्तारै सोच्ला गभर्मेन्टले पनि र आउला अस्तिसम्म पनि आइपुग्ला भनेर आशा गरौँ। अब यहाँ कयौँ समस्याहरू छ हामीसँग, जस्तो भन्नुहोस् न अब यो हिलो छ, हामीले इभन बालुवा पनि ल्याउन पाउँदैनौँ, बालुवा ल्याएर साध्य सम्भव पनि छैन, धेरै महँगो छ भने त्यो अलिकति कोअपरेसन गर्यो भने जिल्ला विकासले
र स्थानीय गभर्मेन्टले कोअपरेसन गर्यो भने यसलाई हामी केही थप व्यवस्थित गर्न सक्छौँ। जुन आउने पर्यटकहरूदेखि ल्याएर यसलाई हामीले अहिले जुन सिफ्ट गर्न परिरहेको बाध्यतात्मक परिस्थिति छ, अहिले हाम्रो रहरले होइन नि, हामीले सिरुपुरा सिफ्ट गर्नु, दाङ सिफ्ट गर्नु, यहाँको लोकालिटीको कारणले जुन यहाँको माटोको यसलाई चाहिने वासस्थान जुन हो परपर वासस्थान नभएको कारणले गर्नु पर्या हो होइन। आशा गरौँ अब यी चिजहरू पोजिटिभली जाला, पछि गएर अब स्थानीय सरकार बनिसकेपछि अहिले त सरकारै नभएको अवस्था छ, अब त्यतिकै होप गरेर पनि भएन नि। अस्ट्रिच नेपालका अध्यक्ष सीपी शर्मा रूपन्देही जिल्लाको गंगोलियामा स्थापित अस्ट्रिच फार्म पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको विषयमा सहकर्मी प्रकाश गौतमसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। तपाई अहिले युरोपियन युनियनको सहयोगमा संचालित रेडियो कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार सुन्दै हुनुहुन्छ। यो कार्यक्रम उज्यालो 90 नेटवर्क काठमाण्डुसँगै इलाम एफएम इलाम, रेडियो लुम्बिनी रूपन्देही, भेरी एफएम नेपालगंज, रेडियो कर्णाली जुम्ला र रेडियो सुद्रावाज डडेलधुराबाट सुनिरहनु भएको छ। नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली च्याप्टरले पर्सिदेखि महेन्द्रनगरको खुला मञ्चमा दोस्रो सुदूरपश्चिम औद्योगिक व्यापार मेला 2071 को आयोजना गर्दैछ। स्थानीय उत्पादन र पर्यटनलाई प्राथमिकता दिइने मेला 11 दिनसम्म सञ्चालन हुनेछ। कृषिजन्य उत्पादन, हस्तकला, खाद्यान्न, होटेल तथा रेस्टुरा, जडीबुटी लगायतका झण्डै 200 भन्दा बढ़ी स्टल रहने आयोजकले बताएको छ। पर्यटन प्रवर्धनका लागि सुदूरपश्चिममा प्रचलित लोक संस्कृति झल्किने झाँकीहरू प्रदर्शन गरिने जनाइएको छ। मेलाका विषयमा थप जानकारीका साथमा नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली च्याप्टरका संयोजक हेमविक्रम थापासँगको कुराकानी। हामीले माघ 15 गतेदेखि स्टल निर्माण गर्ने कार्य गर्न खोजिएको हो र यो विविध कारणले गर्दाखेरि यो चाहिँ मञ्च सम्बन्धी विवाद भएर त्यसपछि अदालतको 21 गतेको इजलासले यो मञ्च परिसंघलाई नै वास्तव 2071 10-11 मा गरेको जो अल्पकालीन परमादेश जारी गरेको थियो त्यसैलाई निरन्तरता दिने भनेर जुन आदेश भयो अदालतबाट, त्यसकै अधीनमा रहेर हामी आजदेखि काम सुरु गर्दैछौँ। हजुर, यो मुद्दा चाहिँ के विरुद्धमा हालिएको छ भने हामीले नेपाल उद्योग परिसंघले मञ्च पाइसकेपछि त्यसपछि चाहिँ विधि चोटी कञ्चनपुर उद्योग परिसंघलाई यो मञ्च परिसंघले पायो भनेर त्यो लिखित नगरपालिकाबाट पत्रचार भइसकेको खण्डमा हाम्रै जुन क्यालेन्डर थियो फाल्गुन 1 गतेदेखि 11 गतेसम्म मेला गर्ने भनेर त्यही क्यालेन्डरमा उद्योग परिसंघले पनि मेला गर्छ भनेर उहाँले पनि वास्तवमा पत्रकार सम्मेलन गर्नुभयो। तब अब यो दुई संस्था बीचको वास्तवमा मञ्चको आधिकारिक रूपले कसले पाउने कसले नपाउने भन्ने कुरा आधिकारिक रूपले हामीले पाएको र कार्तिक 17 गते त्यहाँ चाहिँ एउटा कार्यकारी अधिकृत बलराम ढकालजीले आएर परिसंघको मञ्च बजार भयो भनेर एउटा सूचना निकाल्नुभयो पत्रिकामा र पत्रिकामा सूचना निकालिसकेपछि यो विवाद बढ्न गएको हो। किन अदालतले जे भनेको थियो त्यही कानूनको अक्षर पालन गरेर परिसंघले चाहिँ मेला सञ्चालन गर्न लागेको म सम्पूर्ण उद्योगिक व्यापारी र नागरिक समाज र सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा म अपिल गर्छु। सर, यो पहिलादेखि त उद्योग वाणिज्य संघले महोत्सव लगाउँदै आएको थियो, अहिले चाहिँ परिसंघले चाहिँ बीचमा त्यही समयमा किन नि? अब कुरा के छ भने गत वर्ष नेपाल उद्योग परिसंघले मेला गरेको यो चाहिँ स्पष्ट रूपमा थाहा भइसकेको हो के गत वर्षदेखि मेला गर्दै आएको र तर हाम्रो क्यालेन्डर अलग थियो र त अब निवेदन हामीले दिँदाखेरि हामीले त्यो अवधिमा माग गर्दाखेरि त्यो अवधिका लागि नगरपालिकाले स्वीकृति प्रदान गरेको हुनाले अब चाहिँ मेला ठिक छ, पहिले उद्योग परिसंघले गर्थ्यो भने अहिले परिसंघले पनि गर्न थाल्यो। विकासका लागि नेपाल उद्योग परिसंघले अद्भुत कार्य गरेको यो चाहिँ राष्ट्र सन्मुख भएको निवेदन पनि गर्न चाहन्छु। किनभने लगानीकर्ताहरूलाई भित्राउने सिलसिलामा नेपाल उद्योग परिसंघले 2 महिना पूर्व काठमाडौँ एउटा अन्तर्राष्ट्रिय सम्मेलन गरेका थियो र सम्मान्य प्रधानमन्त्रीजीबाट समुद्घाटन भएको र भारत सरकारको चाहिँ माननीय मन्त्री नितिन गडकरीजी पनि आएर त्योमा भाग लिएको यो प्रश्नै छ। अनि सर, यो मेलामा चाहिँ स्टलहरू कस्तो कस्तो खाले चाहिँ राखिन्छ सर? स्टलहरू अब स्थानीय उत्पादन भयो, स्वदेशी उत्पादन भयो, विदेशी उत्पादन भयो र यहाँको कृषिलाई फोकस गर्ने किसिमले कृषिका उत्पादनका वस्तुहरू भए, लघु उद्योगीहरूलाई प्रोत्साहित गर्ने हिसाबले उनका उत्पादनहरूलाई प्रवर्धन गर्ने, प्रदर्शन गर्ने, बजारको खोजी गर्नेमा उद्योग परिसंघको पनि अत्यन्त भूमिका यसले खेलिरहेको छ। हजुर, महोत्सव हेर्न चाहिँ सर्वसाधारणले आउनका लागि त्यस्तो खासै आकर्षण भनेको के छ नि? आकर्षण भनेको के छ भने अब यहाँको सांस्कृतिक धरोहर पनि भयो, यहाँको पर्यटन क्षेत्रको
कुराहरू पनि मतलब थाहा पाएको हो। नयाँ मान्छेलाई फेरि मेलाबाट हामी चाहिँ मतलब प्रचार सामग्रीबाट बोध गराउँछौँ र अब नयाँ आकर्षकको रूपमा भन्दाखेरि अब यही हो भने स्वदेशी विदेशी उत्पादन लगानीकर्ताहरूको यो क्षेत्रमा आकर्षण गराउने यी उद्देश्यहरू हुन्। स्थानीय स्तरमा उत्पादन भएका कस्ता खाले चाहिँ सामग्रीहरू चाहिँ प्रदर्शनमा रहन्छ? बोका सामग्रीहरू जस्तै तितौरा छ, पापडहरू छ, अचारहरू छ। अब यहाँ चाहिँ मतलब कि धनगढीमा पनि एउटा बिस्कुट फ्याक्ट्री मतलब लागिसकेको छ र त्यसको उत्पादन पनि वास्तवमा प्रदर्शन गराउने यहाँ चाहिँ मतलब धेरै किसिमका इन्डस्ट्रीहरू लागिसकेका छन्। किनभने धनगढीमा तिनीहरूलाई पनि वास्तवमा हामी अनुरोध गरेर वास्तवमा हाम्रो चाहिँ अटोमोबाइल्सहरू छ, ट्र्याक्टरहरू छ, अरू भेटनरी सम्बन्धी कृषकहरूलाई जानकारी गराउने मतलब त्यस किसिमको हामी व्यवस्था मिलाउँदैछौँ। टेलिकमले पनि यो चाहिँ वाइफाई राखेर एउटा इन्टरनेटको सुविधा सजिलोसित वास्तवमा सुपथ मूल्यमा त्यहाँ चाहिँ मतलब सिम कार्डहरू उपलब्ध गराउने इत्यादि कुराहरू छ। अब विशेष आकर्षकको अहिलेको भन्दाखेरि टिकट फेस्टिभललाई बढी फोकस गरेको छ अहिले। हजुर, अनि यो स्थानीय उद्यमीहरूलाई चाहिँ कसरी प्रोत्साहन दिने चाहिँ त्यहाँ जमर्को गरिएको छ? प्रोत्साहन के दिने भने अब त्यो चाहिँ एउटा समूह हेरेर उनीहरूलाई निःशुल्क मतलब स्टल दिएर हुन्छ कि आखिरमा उनको सामान मतलब कि त्यहाँ बेचुन्, मतलब कि आफ्नो सामानको प्रचार गरून् र बेचे बाबत 2 पैसा कमाउन् भन्ने यो चाहिँ मतलब कि हाम्रो वास्तवमा दृष्टिकोण हो। जस्तै अब त्यहाँ के अरे केराबाट चाहिँ हाते कागजहरू उत्पादन गर्ने उद्यमी केराको मतलब कि बोक्राबाट हाते कागजमा अहिले चाहिँ नेपाल उद्योग परिसंघले नै हेरिराखेको छ र त्यस अन्तर्गत इन्टरनेशनल प्रोजेक्टले त्यो काम गरिरहेको छ। डन्गुरामा मतलब हाते कागजको मतलब कि कार्यक्रमलाई हेरेको छ र दार्चुलामा यो चाहिँ ऊनको प्रोजेक्टलाई वास्तवमा हेरिराखेको अवस्था हुनाले पनि यो मेला गर्न अति आवश्यक छ। अब हाम्रा स्थानीय उत्पादनलाई चाहिँ बजार व्यवस्थापनका लागि चाहिँ परिसंघले कस्तो भूमिका निर्वाह गर्छ सर? बजारको अवस्था छ हाम्रो देशको अवस्था र यहाँ नबिकेको सामान अन्य मतलब क्षेत्रमा त्यो उत्पादन छैन भने त्यहाँ बजारमा मतलब कि व्यवस्थापन गर्नका लागि यसले सूचना आदान प्रदान गर्ने परिसंघ मार्फत वास्तवमा मतलब उद्योगहरूलाई कुन किसिमको मतलब कि प्रोत्साहन दिइन्छ र मतलब कहाँ अप्ठ्याराहरू छन् त्यो विषयमा हाम्रो चाहिँ मतलब केन्द्रीय कार्य परिसंघले ती कुराहरू अगाडि बढाउँछ। हाम्रो कैलाली कञ्चनपुरको सिफारिसमा अथवा हाम्रो सल्लाहमा र निकट भविष्यमा हाम्रो सोच के हो भनेपछि देशका ठूला उद्योगीहरू खालि मतलब पूर्वतिर मात्रै ठूला उद्योगहरू मतलब कि खोल्ने स्थापना गर्ने हाम्रो मतलब देशका सबभन्दा ठूला उद्योगीहरूलाई आह्वान गर्छौं कि यो क्षेत्रमा पनि सम्भावनाहरू छन्। यो सम्भावनाहरूलाई मतलब कि समय नै यदि मतलब खोजी गर्यो भने यहाँको युवा पुस्तालाई ठूलो मतलब कि लाभ हुन्छ, आर्थिक मतलब कि अवस्था राम्रो हुन्छ, पर्यटन क्षेत्रको विकास भयो भनेपछि नयाँ किसिमका होटल खुल्छन् र हाम्रा स्थानीय मतलब फलफूलहरू पनि बिक्री हुन्छन्। इत्यादि कुराहरूमा परिसंघले जोड गर्छ। निकट भविष्यमा यो क्षेत्रमा एउटा ठूलो उद्योग लगाओस् भनेर हामीले चाहिँ यस परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीलाई पनि वास्तवमा एउटा आग्रह गरेको अवस्था छ अहिले। नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली च्याप्टर संयोजक हेम विक्रम थापा पर्सीदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेलाका विषयमा सहकर्मी राखी कुवरसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यो जानकारीसँगै कार्यक्रमबाट हामीले विदा हुने समय भएको छ। कार्यक्रमबारे तपाईको सल्लाह सुझाव र प्रतिक्रिया पठाउनका लागि हाम्रो ठेगाना हो रेडियो कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार, विश्व परिदृश्य वकालत मंच, पोस्ट बक्स नम्बर 9929 कलंकी काठमाण्डु, फोन तथा फ्याक्स नम्बर 014284111। साथमा हाम्रो इमेल ठेगाना wvaf.radio@gmail.com मा पनि पत्राचार गर्न सक्नुहुन्छ। तपाई हामीलाई उत्पादन तथा व्यापार सम्बन्धी प्रश्न तथा समस्या पनि पठाउन सक्नुहुन्छ। यसका साथै तपाईले हाम्रो उत्पादनको विश्व बजार सुनिरहनु भएको स्थानीय रेडियो मार्फत पनि हामीलाई सल्लाह र सुझाव पठाउन सक्नुहुन्छ। आजको कार्यक्रम सुन्न भएकोमा तपाईलाई धन्यवाद। कार्यक्रम उत्पादन सहयोगी दिनेश निरौला र गो इन्टरनेशनल परियोजना परिवारलाई पनि धन्यवाद दिँदै आगामी सातासम्मका लागि कार्यक्रमबाट शान्ति लामासँगै लोकेन्द्र भट्ट बिदा हुन्छौं। नमस्कार।